सत्यको जित। गाउँको बीचमा एउटा ठुलो रुख थियो। त्यसको वरिपरि खेल्न, गफ गर्न, रमाउन सबै बालबालिकाहरू भेला हुन्थे। त्यही नजिकै रामु भन्ने एउटा गरिब केटो बस्थ्यो, जसको बुवा किसान थिए। रामु सधैँ सत्य बोल्थ्यो, इमान्दार थियो, तर उसको फाटेको लुगा र सदा जीवनले कतिपय केटाकेटी उसलाई हेप्थे। गाउँकै साउजीको छोरा रवि, जसको घर धनी थियो, ठुलो थियो र निकै घमण्डी थियो। ऊ साथीहरू माझ आफ्नो नयाँ खेलौना महँगा लुगा देखाएर गफ गर्न रुचाउँथ्यो। तर उसले झुट बोल्ने, अरूलाई झुक्क्याउने बानी पनि बनाएको थियो। एक दिन रविले सुनको एउटा सानो सिक्का ल्याएको थियो। सबैलाई देखाउँदै भन्यो, यो सिक्का मेरो बुवाले मलाई दिएको हो। यस्तो सुन्दर सिक्का कसैसँग छैन। रामु र अरू साथीहरू चकित परे। रविले सिक्कालाई हावामा उफाल्यो, तर सिक्का झर्यो र हरायो। उसले धेरै खोज्यो, तर कतै भेटेन। त्यति नै बेला रामुले भुइँमा केही चम्केको देख्यो। उसले उठायो, हेऱ्यो, त्यही सुनको सिक्का। रवि, तिम्रो सिक्का भेटाएँ। रामुले सोझै रविलाई दियो। रवि अचम्ममा पर्यो। ऊ त सोचिरहेको थियो रामुले सिक्का लुकाउने छ, तर ऊ त सत्य बोल्ने रहेछ। अरू साथीहरू पनि छक्क परे। रामुको इमान्दारी देखेर रविको मन पग्लियो। ऊ रामुसँग माफी माग्दै भन्यो, रामु, म अहिलेसम्म तिमीलाई सानो ठानेर हेप्थेँ, गरिब ठानेर हेप्थेँ, तर तिमी साँच्चै महान रहेछौ। म पनि अबदेखि कहिल्यै झुट बोल्ने छैन र सत्यको बाटोमा हिँड्नेछु। त्यसपछि रवि बदलियो। ऊ अरूसँग राम्रो व्यवहार गर्न थाल्यो। अब सबैले रामुलाई अझै बढी सम्मान गर्न थाले। यो कथाले हामीलाई यो सिकाउँछ कि सत्यको बाटोमा हिँड्ने मानिस कहिल्यै हार्दैन। इमान्दारी र सत्यता नै असली सम्पत्ति हुन्।